हाई गाइस, आज चाहिँ हामी बिहानको 6 बजे होइन म अनि मसँग को हुनुहुन्छ बाबा आउनु अनि हामी दुईजना चाहिँ आज जाडो रहेछ जाडै रहेछ हो हामी चाहिँ ब्लू माउन्ट जान लाग्यो कि यो चाहिँ हामी बस्ने बिल्डिङ ब्लू माउन्ट नै त भन्छ नि सर्टमा त सर्टकट होइन त जाडो रहेछ मैले चाहिँ के लाउने सोचेको थिएँ भने पुरा म यस्तो पातलो खाले स्वेटर लगाएर जान्छु ट्याक्टिक्कै हिरुनी भएर भन्छ सोचेको थिएँ तर यत्रो ज्याकेट लगाइदिनु भयो मेरो बुढाले बिहान त जाडो हुनु रहेछ गाइस हामीले यस्तो बोकेछौँ कि त्यसमा चटपटको सामान अनि उसले पनि बोकेछ अनुले पनि बोक्नु भएको छ सरी त्यो चाहिँ हामी बस्ने बिल्डिङ हो अनि मेरो बुढा म जाँदैछौँ चाहिँ ट्रेनमा जान लागेको हो अरू के भन्नुहुन्छ अहिले अब साथीहरू भेटेपछि गरौँ हामीसँग चाहिँ जाँदै हुनुहुन्छ रमाइलो भयो यार म टोपी लगायो भने मुस्ताङ जान जस्तै देखिनुहुन्छ होला मेरो हात दुख्यो हो म र भाउजू बसेको छौँ कि हामी ट्रेनमा हो होइन अनि हामी चाहिँ 6 जना छौँ अघि चाहिँ स्टेसनमा बनाउने अलिक अप्ठ्यारो लाग्यो किनभने नयाँ जोडीसँग हामी भेटेको नि त होइन त्यही भएर अप्ठ्यारो लाग्यो भाउजू र म अनि को बस्नु भयो म तपाईँलाई देखाउँछु ल दाइ र सन्दीप बस्नुभएको दुईजना यता हेर्नु हेलो दुईजना यस्तो सुत्नु हुने रहेछ उहाँ चाहिँ सुतिराख्नु भएको कि उहाँहरू दुईजना अनि उहाँ दुईजना बस्नु भएको अनि हामी दुईजना भाउजू र म चाहिँ यहाँ बसेको छ गाइस हामी आइपुग्यौँ है दुईजना हुन्छ मेरो बुढा भाउजू दाइ अनि सिस्टर हुन्छ आउनु भाउजू अब हामी यहाँदेखि चढेर अनि कहाँ छ भनेपछि यहाँ पुग्ने हो माथिदेखि चढेपछि तल पुगिन्छ है यहाँदेखि चढेको कहाँ हो कहाँ भर्खरै यति धेरै खायौँ त्यही भएर हिँड्न अलिक गाह्रो भयो त्यही भएर म फर्स्टमा हिँडिरहेको छु आज चाहिँ एकदमै रमाइलो भयो कि होइन किनभने बिचमा एकदम रमाइलो भएको थियो त्यो चाहिँ सबै क्यामेरामा क्याप्चर गर्न सकेनौँ अनि आज हामी घुम्दै पनि छौँ कि अनि हाम्रो ग्रुपमा चाहिँ को आउनु भएको छ त आज हामीसँग होइन अघि मैले तपाईँहरूलाई थोरै मात्रै भिडियो बनाएको छु अब यहाँदेखि सुरु गर्छु है भन्नु नाम भन्नु जान्नु नाम नाम हेलो बबिन हाई गाइस यो चाहिँ हाम्रो यति ग्रुप हो होइन तपाईँ चाहिँ कहाँ नाम भन्नु होइन नि त तपाईँ चाहिँ कहाँ नाम भन्नु होइन नि त भाउजू दाइ मेरो बुढा आज हामी त यस्तो मजाले आएको छौँ मलाई ग्रुपहरूले छोडेर जानुभएको छ म तपाईँहरूलाई देखाउँदै गर्छु छोटो सानो मैले चाहिँ खाना खाएको क्याप्चर गर्न सकेन कि अब चढेपछि त अनि पैसा त अफकोर्स लिन्छ नि त चरना खोज्दै हुनुहुन्छ हाम्रो भविन दाइले अनि सरी 15 मिनट कस्तरी भाउजू कस्तरी
आज अब मेरो श्रीमानदेखि सुरु गर्छु ल। आज हामी अब पहिलोचोटि हो नि त यति 3जना ग्रुप मिलेर आएको। कस्तो लाग्यो तपाईँलाई? कस्तो लाग्यो तपाईँलाई? राम्रोसँग भन्नु। एकदम रमाइलो लाग्यो, ताजुब लाग्छ मलाई। भगिनी अनि भगिनी दाइ कस्तो लाग्यो? आज हामी फर्स्ट टाइम होइन चर्चमा त सधैँ हिँडिरहेको थियौँ, तर यो चाहिँ फर्स्ट घुम्ने मात्रै भनेर निस्केको चाहिँ फर्स्ट टाइम भन्नु त कस्तो लाग्यो? आनन्द लागिरहेको छ, टाइम बितेको थाहा भएन, घर जाने बेला भइसकेको छ। एकदम रमाइलो भइरहेको होइन। ल सङ्गीतासँग त सङ्गीता भन्नु सम्झनासँग आज फर्स्ट टाइम भेटेको है हामी। तर कस्तो लाग्यो तिमीलाई? रमाइलो लागेछ जस्तो खाएको। हामीलाई अब फर्स्टतिर अब भेट्दाखेरि अब तिमीलाई अब बोल्छन् कि बोल्दैनन् कस्तो छन् त्यस्तो केही सोचेको थियौ नै? मैले चाहिँ त्यस्तो सोचेको थिएन, किनभने मैले तुलसालाई चाहिँ चिनिरहेको थिएँ नि त। अनि त्यो चिनिरहेको भनेर त्यो थाहा पाइरहेको छ है भनेर। अनि फ्रेन्ड चाहिँ यताउति चाहिँ थाहा पाएको थिएँ। फिन्सीले भनिरहेको थियो। ल त्यही भएर त्यस्तो मात्रै लाग्यो। माथिदेखि चाहिँ उहाँबाट आउनुभयो, यो चाहिँ उहाँदेखि है त्यो देखाएकोदेखि यहाँ। अनि भाउजू तपाईँलाई कस्तो लाग्यो आजको? मलाई त एकदम रमाइलो लाग्यो, एकदम खुसी लाग्यो है सबैजनासँग। हाम्रो कामले कहिले छुट्टिँदैन, त्यही त आज चाहिँ छुट्टी भएर यसरी हामी कपल्स एकदम रमाइलो भइरहेको छ। फ्रेस हुने रहेछौँ होइन, कति काम घर। तपाईँलाई चाहिँ आज हामी अब सबैलाई सोधिसक्यो, अब तपाईँ लास्ट पालो होइन। आज यसो सबैसँग आउँदाखेरि तपाईँलाई कस्तो लाग्यो? कस्तो एकदमै खुसी लाग्यो। अब मतलब सन्दीप र मसँग त पहिलो भेट हो नि त होइन। अब सन्दीप चाहिँ अब बोल्छ कि बोल्दैन जस्तो लागेको थियो कि नै तपाईँलाई? मतलब जे होस् अब हामी क्लोज छ कि हेर्दा त यसो फिडब्याक चाहियो। कस्तो के सोच्नु भएको थियो कि? पछि अब बिस्तारै घुम्ने हिँड्दै जाने एकदम रमाइलो भयो नि होइन। मैले त सोधिसकेको थिएँ। कस्तो छन् मैले भने चाहिँ एकदमै सोझो गरेर बोल्नमा एकदमै रमाइलो लाग्यो। आजको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूलाई पनि धन्यवाद टाइम मिलाएर आउनुभयो होइन। स्पेसली थ्याङ्क यू सो मच त भविन दाईलाई थ्याङ्क यू सो मच। यो टाइम मिलाइदिनु भयो गर्नुभयो अनि यसरी हामी सबैले पनि बिदा मारेर आएको है त अगाडि। मेरो मोबाइलबाट धेरै मैले भिडियो बनाएको कस्तो हुँदैछ? अब यो That is 3,300 uniforms or 14,000 money bags for 2 Sydney Harbour bridges. and oh my I'll drop anything god. on the sides. It'll take 8 seconds to hit the ground. It's 1,000 stairs down there and 1,000 stairs back up. So I'm not getting that for long. Yeah, do it yourself. So if it's in falls on the left as well, just fill it.
यहाँ हम त बाबा हामी त Someone's got to take the wheel. You can't drive it. Yeah. It'll be the new. Finally.